दैलेखको साङ्गेतोडाबाट कर्णालीमा खसेको सवारी र यात्रुको अवस्था अझै अज्ञात छ भने त्यहाँ उद्धार कार्य जारी नै राखिएको छ। यसबारेमा थप जानकारी दिन हामीसँग यति बेला दैलेखका प्रहरी नायब परीक्षक श्रवण कुमार विक प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। डीएसपी साहब, तपाईहरूले हराएका यात्रुको खोजी कार्य कसरी गरिरहनु भएको छ, त्यहाँको दुर्घटनास्थलको बारेमा थप जानकारी दिनुस् न। हजुर नमस्कार। जुन हिजो भएको सवारी दुर्घटना सम्बन्धमा सूचना प्राप्त हुनसाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको स्थानीय सहितको टोलीले हामी दिनभरि साँझसम्म नै सर्च रेस्क्युको कामहरू हामीले गर्यौँ। त्यो अलिकति जहाँ दुर्घटना भएको छ, दुर्घटना भएको ठाउँ चाहिँ भौगोलिक हिसाबले अत्यन्त कठिनाई पनि छ। त्यहाँ त्यो जुन गाडी दुर्घटना भएको ठाउँ एउटा ठुलो भिर पनि छ र त्यहाँबाट सिधै तल कर्णाली नदीमा चाहिँ गएको देखिन्छ र त्यो कर्णाली नदीको अहिलेको पानीको बहाव चाहिँ अत्यन्त बढिरहेको अवस्थाको कारणले गर्दाखेरि त्यो सर्च गर्नलाई अलिकति अप्ठ्यारो पनि भइरहेको अवस्था हो। हिजो दिनभरि जस्तो साँझसम्म हामीले सशस्त्र प्रहरीको गोताखोर सहितको टोलीले हामीले त्यहाँ सर्च चाहिँ गरेका छौँ र तत्काल दुर्घटनास्थलमा प्रहरी स्थानीयहरू पुगेर एकजना व्यक्तिलाई भिरमा अड्किएको अवस्थामा हामीले रेस्क्यु गरेर हस्पिटल पठाइसकेको छ। उहाँ मृत घोषणा गरेको छ हस्पिटलले। अहिले पनि हामीले उद्धार कार्य चाहिँ सुरु गरिसकेको छौँ। आजको समारोहमा आज अलिकति ठुलो पानी परेको कारणले गर्दाखेरि उद्धारमा अलिकति समस्या भइरहेको छ। पानी अलिकति रोकिने बित्तिकै फेरि हामीले त्यसलाई तीव्रता दिन्छ। हिजो भिरमा अड्किएको एकजनाको शव यहाँहरूले निकालिसक्नु भएको छ, उहाँको पहिचान खुलिसकेको हो अथवा जो सवार थिए उनीहरूको बारेमा यहाँहरूसम्म केही जानकारी अहिलेसम्म आयो कि आएन? हामीले त्यसलाई सूक्ष्म रूपमा त्यहाँ भेटिएका मोबाइल लगायतका प्रमाणहरूबाट हामीले अनुसन्धान गरिरहेका छौँ। उहाँको विषयमा हामीले नाम चाहिँ हामीले यकिन गरिसकेको अवस्था छ, तर उहाँको मृतकका आफन्तहरू आइसके पछाडि हामीले शनाखत गरेर मात्र त्यसले भेरिफाई गर्छौँ। र त्यसमा गाडीमा सवार भएका यात्रुहरूको सङ्ख्याको सम्बन्धमा यकिन भइसकेको छैन। हामीले प्राप्त प्रमाणहरूको आधारमा त्यहाँ 5-6 जना हुनुहुन्थ्यो भन्ने कुराहरू अहिलेसम्म खुलेको छ। अरू के हुनेछ सम्मै छ। हजुर, अन्त्यमा यो बताइदिनुहोस्, यहाँले अघि पनि भन्नुभयो भौगोलिक रूपमा पनि कठिन स्थानमा यो दुर्घटना भएको छ। यस्ता किसिमका दुर्घटना हुन नदिनको लागि अहिले अब बाढी पहिरो र यसै गरी वर्षा पनि बढ्दै जाने समयमा पनि हामी छौँ। कसरी सुरक्षा सावधानी अपनाउनु पर्छ यात्रा गरिरहँदाखेरि? विशेष गरी अब सडकमा चल्ने सवारी साधनहरूले मौसम लगायत सडकको अवस्थाको पूर्ण विवरण, आफ्नो सवारी साधनको सुरक्षाको अवस्था लगायतका कुराहरूलाई विशेष ध्यान दिनु जरुरी छ। र अब बर्खाको समयमा जुनसुकै बेला पनि बाटोहरू बिग्रिन सक्ने, पहिरोहरू आउन सक्ने कुराहरूलाई पनि मध्यनजर राखेर उहाँहरूले पूर्व सूचना लिएर सतर्कता अपनाएर चाहिँ यात्रा गर्नको लागि पनि हामी अनुरोध गर्न चाहन्छौँ। हुन्छ, यो जानकारीको लागि यहाँलाई धन्यवाद। कर्णाली राजमार्गको दैलेख सडक खण्डमा हिजो बिहान दुर्घटना भई कर्णाली नदीमा खसेको यात्रुवाहक गाडी हालसम्म पनि भेटिएको छैन र अहिलेसम्म पनि त्यहाँ पानी परिरहेको छ। यो कारणले गर्दा उद्धारमा पनि कठिनाई भइरहेको छ। हामीसँग दैलेखका प्रहरी नायब परीक्षक श्रवण कुमार विक प्रत्यक्ष सम्पर्कमा हुनुहुन्थ्यो र यो पानी परिरहेको कारणले गर्दा खोजी कार्यमा अहिले पनि समस्या भएको छ। अविरल वर्षाले गर्दा नदीमा जलसतह पनि बढेको छ भने खोज र उद्धार भने जारी राख्ने भनेर पनि उहाँले जानकारी दिँदै हुनुहुन्थ्यो।